यही हो भाइरल पसल हो यही हो यसैलाई आज मुर्गा बनाउनु पर्छ चलो मासु छ कि नै खानातिर यस्तो राम्रो है दिशाटी नभएको घाँटीसाटी नहालिकन राम्रो मासु पाम है हो पाङ्ग्रा हाल्नु भएन मलाई फेरि पाङ्ग्रा बिना दाइ मासु नै खाए जस्तो लाग्दैन एउटा पाङ्ग्रा थपिदिनु न त्यति टाढो पहिले भनेको भए त हुन्थ्यो नि ठिकै छ पाङ्ग्रा हाल्नुपर्ने है हाल्दैन न भाइले त्यति टाढो बनाएको हो दाइ मेरो छोरीलाई फेरि कलेजो चाहिन्छ एउटा कलेजो पनि यस्तो है अब गाह्रो नमानिकन ल दाइ ओहो छोरीलाई पनि कलेज चाहिने तपाईँलाई पागल चाहिने छोरीलाई कलेज चाहिने है दिनै पर्ने हो त यति टाढाबाट आएको तपाईँकोमा त के मतलबै भयो छोरीको नाम लिनुभयो के भन्नु छोरीको नाम लिएको ल दिनुहोस् है खुट्टा त बिर्सिएछ त तेरो बोला त्यो चाहिएन नि खुट्टा मागौँ न खुट्टा खुट्टा त चाहिन्छ दाइ फेरि बुढीले मार्छ त्यहाँ ए हो र खुट्टा पनि चाहिने तपाईँलाई एउटा हालिदिनु न चाहिने तपाईँलाई खुट्टा पनि कलेजी पनि चाहिने छोरीलाई तपाईँलाई बुढीलाई खुट्टा पनि चाहिने दिनै पर्ने है अब के गर्ने आएको कस्टमर लाग्यो है ठिकै छ ल लानुहोस् ल ओहो धनियाँ खुर्सानी त बिर्सेछ त हाम्रो दोकानदारले यत्तिकै हालिदिन्छ त दाइले पनि हालिदिनु होला मागौँ न हो दाइ धनियाँ खुर्सानी कहिले हालेको त्यो ए तपाईँ त अब चाहिँ नखाएको हुँदो रहेछ त यार तपाईँलाई पाङ्ग्रा पनि चाहिने छोरीलाई कलेजी पनि चाहिने बुढीलाई खुट्टा पनि चाहिने अझै के चाहिने अरे धनियाँ खुर्सानी त दाइ जता नि हालिदिन्छ त्यति हालिदिनु पर्यो दिनुपर्ने त्यति त कम्पलसरी दाइ ल ल तपाईँलाई चाहिँ सबै थोक चाहिने रहेछ ल यो दोकान पनि लानुहोस् तपाईँले यो घर पनि लानुहोस् तपाईँले ल पक्नुहोस् ल यो दोकानको